दर्शक महानुभावहरू नमस्कार। यो हो सूर्य खबर न्यूज नेटवर्कमा यहाँहरूलाई स्वागत छ। हामी निकै महत्त्वपूर्ण समाचारका साथ उपस्थित भएका छौँ। कहाँ के भइरहेको छ, देश विदेशमा घटेका घटना परिघटना, देशभित्रको पछिल्लो राजनीतिक अवस्थाका विषयमा पनि हामीले चर्चा गर्नेछौँ रहेको छ। रवि लामेछानेदेखि ल्याएर गिरिबन्धु टी स्टिलदेखि ल्याएर ओले पक्राउ पर्न थालेको खबरसम्म आज हामीले सम्प्रेषण गर्नेछौँ। खबर समाचार सबै अत्यन्तै महत्त्वपूर्ण भएकाले कृपया अन्त्यसम्म साथ दिनुहोला। दर्शक महानुभावहरू सुरु गरौँ मुख्य समाचार। ओलीमाथि दबाव पर्खर हेरमा पोखरेलको भनाई, जेनजी र सरकार बीच भएका सम्झौता के छ त? महेश बस्नेत भन्छन् केपी ओली गिरफ्तार भनेर मिडिया ट्रायल गरियो। जेनजी आन्दोलनमा घुसपेट भएको सुदन क्रान्तिको दाबी छ भने अरबौं भ्रष्टाचार गर्नेहरूलाई लाखौं धरोटी अर्थात् राखेर किन यति बेला अदालतले धरोटीमा रिहा गरेको छ त? यस विषयमा पनि निकै गम्भीर महत्त्वपूर्ण समाचार रहेको छ। राजसपा र उनीपा बीचको एकता किन भाँडियो? रवि र छविको मुद्दा सुनवाई न्यायाधीश दय पौडेल र विष्टको इजलासमा चलेको छ। निकै महत्त्वपूर्ण समाचार। बर्दियामा युवकको हत्या, लुम्बिनीका पूर्व मुख्यमन्त्री दिल्ली चौधरीका भाइ पेस्तोल सहित पक्राउ परेका छन्। पदम गिरी भन्छन् नेकपा एमाले महाधिवेशन भाड्न सरकारले षड्यन्त्र गर्दैछ। 8औं पटक चुनाव लड्ने विजय गच्छदारको तयारी देखिएको छ भने रवि, छवि र जीवीको केस आज के होला भनेर तपाईको मनमा उत्सुकता लागेको छ भने आज हामीले आजको समाचार मार्फत बताउने छौं र भ्रष्टाचारी कुन भ्रष्टाचारीलाई आज सरकारले एक्सन लिएको छ भन्ने विषय पनि निकै महत्त्वपूर्णका साथ आएको छ। सबै समाचार उत्तिकै महत्त्वपूर्ण छन्। एमालेमा विधान महाधिवेशन कसरी उल्टाउने, इतर पक्षले कसैले जित्ने, अर्थात् वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कसरी लड्दै छन् त? महाधिवेशनमा आफ्नो कित्तामा पार्दै उनी कसरी बन्दै छन् त नेकपा एमालेको अध्यक्ष भन्ने विषय पनि निकै महत्त्वपूर्ण रहेको छ। समाचार सबै महत्त्वपूर्ण छ। सुरु गरौँ पहिलो र विशेष खबर। अब रवि र छविको तर्फबाट। जेनजी आन्दोलनबाट घुसपेट भएको सुदनको यति बेला यस्तो खालको निष्कर्ष आएको छ। जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले हिजो सरकार र जेनजी समूह बीच भएको सम्झौता वार्ता घुसपेट भएको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जाल मार्फत तस्बिर सार्वजनिक गर्दै यस्तो दावी गरेका हुन्। गुरुङले हिजो कार्यक्रममा सम्झौता पत्र च्याप्ने अञ्जय सोडारी आन्दोलनको मुख्य समयमा नेपालमै नरहेको दावी गरेका छन्। उनका अनुसार गत भदौ 23 मा जेनजी आन्दोलन चलिरहेको बेला सोडारी कोरियामा थिए। उनी आन्दोलन भएको करिब 40 दिनपछि अर्थात् 18 अक्टोबरमा मात्र नेपाल फर्किएको गुरुङले दावी गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै गुरुङले भनेका छन् जेनजी आन्दोलनमाथि घुसपेट भएसँगै यसमा भनिन्छ कि जेनजीको पक्षमा सम्झौता नभएको भन्दै सम्झौता पत्र च्याप्ने अजय सोडारी आन्दोलनका बेला कोरिया भएको बताएका छन्। हिजोको वार्ताको क्रममा सोडारीले सरकारसँग भएको सम्झौता जेनजीको हितमा नभएको भन्दै उक्त पत्र च्यातेपछि कार्यक्रम स्थलमा केही बेर तनाव सिर्जना भएको थियो। अगुवा गुरुङको यो अभिव्यक्तिले आन्दोलनकारी बीचको विवाद र घुसपेटको आशंकालाई थप बल पुर्याएको छ। रवि र छविको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ। कार्तिक 13 गतेबाट लगातार पेशी चढेको राजसभा सभापति रवि लामेछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ। न्यायाधीश दय तेज नारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्ने राखिएको अदालतमा सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिएका छन्। आज न्यायाधीश दय सागर विष्टको आफन्त जाहेरीवाला कानुन व्यवसाय परेका कारणले स्थगित भएको उनले बताएका छन्। उनले बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामेछाने र जोशीको मुद्दाको पेशी कार्तिक 13 गते पछि निरन्तर सारिएको छ। यसअघि 2 पटक रविका कानुन व्यवसायीले निवेदन दिएर सो मुद्दा सारेका थिए भने गत बिहीबार सार्वजनिक विधाका कारण रोकिएको थियो। यस कार्तिक 13 गते तोकिएको पेशी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनवाई स्थगित भएको थियो। लामेछानेको मुद्दामा न्यायाधीश दय मिलन कुमार राई र ओम प्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न निर्देशन दिएको थियो। रवि लामेछाने सहकारी ठगी भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश दय नारायण प्रसाद सापकोटाको इजलासले साउन 26 गते रिहा गर्न अस्वीकार गरेपछि उनी पूर्वपक्षका लागि थुनामा रहेका छन्।
बुटवलको सुप्रिम सहकारी ठगी रवि सहितका प्रतिवादीलाई 10,49,36,000 रुपियाँ सामूहिक बिगो काम गरेर अभियोग पत्र दायर गरेको छ। तर लामिछानेले त्यसको 4 भाग मध्ये आफ्नो भागमा 1 भाग बराबर बिगो दाखिल गरेर कागजात पेश गरेका थिए। लामिछाने 2,74,88,000 रुपियाँ बैंक जमानत निवेदनका साथ पेश गरेका थिए। लामिछानेले जस्तै जोशीले पनि बिगो बापतको जमानत पेश गरेका थिए। तर दुवै प्रतिवादीहरूको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै एकिङ नभएकाले रिहा गर्न नमिल्ने भन्दै एकै प्रकृतिको मुद्दाको आदेश दिएको थियो। पूर्वपक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन्। भैरवा कारागारमा रहेका लामिछानेलाई ललितपुरको नक्खु कारागारमा सरुवा गरिएको छ भने जोशी भैरवा कारागारमा बसेका छन्। यिनीहरूको मुद्दा जहिले पनि किन यस्तै हुन्छ, कहिले के पेशी चढेन, कहिले के पेशी चढेन, खाली उनीहरू माथि उल्टा सिधा आरोप मात्र लगाउने गरेको यति बेला प्रश्न देखिएको छ। सो यति बेला त्यो पहिलाको सरकारले केपी शर्मा ओलीको सरकारले त जेल हाल्यो, तर अदालतले पनि रवि लामिछानेलाई न्याय नदिएको भन्दै अहिले राष्ट्रपाका कार्यकर्ताहरू सडकमा उत्रिरहेका छन्। महेश बस्नेत भन्छन् केपी ओलीलाई गिरफ्तार भनेर मिडिया ट्रायल धेरै भयो, अब यसको लागि कानुनी उपचार गर्नुपर्ने बताएका छन्। नेकपा एमालेका पोलिट ब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भेट, एमाले नेता ईश्वर पोखरेलको अभिव्यक्ति तथा केही सेलिब्रिटीहरूले अध्यक्ष केपी ओलीका बारेमा गलत हल्ला फैलाउँदै मिडिया ट्रायल प्रयास गरेको बताएका छन्। नेता बस्नेतले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एकपछि अर्को षड्यन्त्रको खेल सार्वजनिक भएको दावी गरेका हुन्। हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूसँग भन्नुभयो, तपाईहरूले एउटा कुरा सोध्नै भुल्नुभयो, किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानु भएन? म भन्थे र म भन्न चाहन्थे जानै पर्दैन। बस्नेतले भनेका छन् यसबीच अर्को षड्यन्त्रको खेल पनि बाहिर आइरहेको छ। उनले 2 दिन अगाडि नै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्की बीच भएको भनिएको वार्तापछि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा आएको रहस्य खुलेको दावी गरेका छन्। हिजै जेनजी समूहको नाममा गरिएको वार्ता र सम्झौताको नाटक हिमेश पन्त लगायतका अराजक सेलिब्रिटीहरूले नै फैलाएको गलत भरम केपी ओली गिरफ्तार भन्ने मिडिया ट्रायल भई सबै एउटै दिशातिर संकेत गर्दछ। बस्नेतको भनाइ अनुसार उनले नेकपा एमाले महाधिवेशन भाड्ने, आतंक फैलाउने र सहभागिता घटाउने र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्। तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ। पार्टी आफ्नो अडानमा अडिन्छ। अध्यक्षमा दबाव दिन र गिरफ्तार गर्न कुनै पनि चाल चल्न र यो कहिले पनि सफल हुन सक्दैन। नेकपा एमाले जे गर्छ, नेकपा एमाले हितको लागि गर्छ, हित विपरीत गर्दैन, देश र जनताको लागि गर्छ भन्दै उनले यस्तो बताएका छन्। भावना राउत भन्छन् केही साथीहरूले शहीदको रगतमाथि मुद्दा मजाक गरिरहेका छन्। आखिर के हो त? जेनजी अगुवा भावना राउतले बुधबार जेनजी र सरकार बीच भएको सहमतिमा उनले यस्तो क्रममा उनले लफडा भएमा केही साथीहरूलाई शहीदको रगतमाथि मजाक उडाएको बताउने अर्थात् टिप्पणी गरेकी छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केही जेनजी अगुवाहरूले सहमति पत्र च्यातेका थिए। त्यसलाई स्मरण गर्दै राउतले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा 3 महिनाको अथक मेहनत, विभिन्न वार्ता, अक्षरको लडाईपछि हिजोको दिन अलि खुसी हुनुपर्ने मौका मिले पनि त्यो क्षण पनि यसै बिलाएर गएको हो कि जाने हो कि भन्ने लेखेकी छन्। राउतले लेखेकी छन्, कस्तो अझै पनि चिन्ता बुझाउन सकिरहेका छैनौं। यो देशलाई कसले गर्नु? आखिर के जेनजीको नाममा अराजकता मचाउनेहरूलाई तिनीहरूलाई पनि जेल ठोक्नु पर्ने उनको भावना। अर्थात् उनले यस्तो बताएकी छिन्, किनभने यहाँ जेनजी भनेर आएर विभिन्न ठाउँबाट अराजकता मचाउनेहरूलाई अब जेनजीले नै नछाड्ने उनको प्रतिबद्धता छ। जेनजीको नाममा विध्वंस मचाउने र आफू अनुकूल पार्ने र आफू मात्रैमा त्यो भर पर्ने कुराहरूले गर्दा यति बेला निकै अप्ठ्यारोमा सरकार परेको समेत बताउन थालिएको छ। जेनजी बीच नै एक रूपताले मिलनसार भइरहेको छैन। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ 23 र 24 गते जेनजी आन्दोलनको क्रममा आगजनी क्षति भएको संघीय संसद भवनको आज अवलोकन गरिरहेकी छन्।
जेनजी आन्दोलनको क्रममा आगोजानीका कारण क्षतिग्रस्त भएको भवनको अवस्था बुझ्न भण्डारी बिहिबार दिउँसो त्यही पुगेकी हुन्। उनले संघीयता र संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने हल लगायतको क्षेत्रहरू अवलोकन गरेकी छन्। सो अवसरमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पनि उपस्थिति देखिएका छन्। तर यो उपस्थितिले कति कहाँ के गर्छ भन्दा पनि अहिले आएर अवलोकन गर्नु कति उचित हो त। 4 महिना हुन थाल्यो जेनजी आन्दोलन भएको, 3 महिना बितिसक्यो। अहिले आएर अवलोकनका बहाना बनाएर आफ्नो राजनीतिक षड्यन्त्र दाउ गर्नेहरूलाई अब कुनै पनि हालतमा नछाड्नु हुँदैन। र त्यही पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पनि उही राजनीतिको मुकुट ओढेर हिँडेको प्रश्न रूपमा देखिएको छ। निर्वाचनको मिति सार्ने र 2 चरणमा गर्ने तयारी भएको पनि खुलासा आएको छ। आगामी फागुन 21 गतेका लागि तोकिएको निर्वाचन थोरै समयका लागि स्थगित गर्ने आन्तरिक तयारी गरिरहेको छ। सरकारले निर्वाचन केही महिनासम्म पछि सारेर वैशाख वा जेठसम्म निर्वाचन गराउने आन्तरिक तयारी सुरु गरेको उच्च स्रोतले जानकारी दिएको छ। यद्यपि राजनीतिक दलहरूले आन्तरिक रूपमा चुनावको तीव्र तयारी गरिरहेका छन्। नेपाली कांग्रेसले त उम्मेदवार सिफारिसको नाम नै सक्न लागिसकेको छ। एमाले पनि आन्तरिक रूपमा चुनावको तयारी गरिरहेको छ। प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले पनि चुनावी सभा नै गर्न थालिसकेको बेला चुनावको मिति सार्दा यसको नकारात्मक असर पर्ने भन्दै तोकिएकै समयमा चुनाव गराउनु पर्ने मत बलियो आएको छ। तर विभिन्न कारणले गर्दा चुनावको मिति केही पर सारेर भए पनि वातावरणमा चुनाव गराउनु पर्ने बलियो हुँदै गए पनि यस विषयमा सरकारको आन्तरिक छलफल सुरु हुन थालेको स्रोतको भनाइ छ। पछिल्लो समय राजनीतिक विवाद चरम अवस्थामा रहेको, प्रमुख राजनीतिक दलहरू नै सरकारसँग असन्तुष्ट रहेको अवस्थामा फागुनमै निर्वाचन गराउँदा समय कम हुने र सुरक्षा चुनौतीलाई सही तरिकाले ह्यान्डल गर्न कठिनाइ हुने